आएको भए चाहिँ हामी चाहिँ भर्खर जाँदैछौँ। यहाँ चाहिँ मान्छे फर्किँदै छन्। चाहिँ पार्किङ गर्ने ठाउँ रहेछ है। अनि यो टुप्पो चाहिँ स्वयम्भूको टुप्पो। कस्तो राम्रो भ्यू देखायो क्या। राति आउनुको फाइदा चाहिँ के होला, जान नि पाएन यहाँबाट उता। हेर न यहाँ गाडले गाड दाइले यहाँनिर जानै त्यहाँ छैन। गाई के भन्छ गाड दाइसँग ल्याङल्याङ गरेर भयो नि छिटो हो त्यो ढोक्का। उहाँ चाहिँ मेरो बुढो मिस्टर पाख्री। दिउँसोभन्दा त नाइटमा आउनु ठिक रहेछ, रमाइलो पनि है। यो चाहिँ माथि जाने भर्याङ है। हामी चाहिँ भर्याङ हिँड्दैछौँ। यो राति आएको भएर होला, बाटो चाहिँ पुरा खुल्ला खुल्ला छ है। उकालो चढेर भने पनि आइपुग्यो। यो चाहिँ मेरो छैन। वाउ नाइटको अन्त यो चाहिँ हाम्रो पूर्वज पुर्खा। कस्तो बब्बल हावा चलिरहेको होला। ल नाइटको काठमाडौँको भ्यू गाइस खतरा देख्दो रहेछ स्वयम्भूको टाढाबाट। लान्छ नि होइन खै